हजुरहरू पत्याउनुहुन्छ, यदि म हर्का साम्पाङलाई 3 वर्ष जेल सजाय हुन्छ र 75,000 जरिवाना तिर्नुहुन्छ भनेपछि पत्याउनुहुन्न भने यो भिडियो कम्प्लिट हेर्नुहोला। म हजुरलाई साबित गरेर देखाउनेछु। हजुरहरूलाई याद छ नेपालको संविधानमा धारा 39 मा एक्ज्याक्टली के छ? म देखाउँछु। धारा 39 मा हाम्रो राइट अफ चिल्ड्रेन भनेर एउटा एक्ट छ, जुनमा चाहिँ बालबालिकाको हक भनेर हामी नेपालीमा भन्छौँ। उक्त धारामा लेखिएको अनुसार बुँदा नम्बर 6 हेर्नुभयो भने कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा कुनै पनि प्रकारको शोषण गर्नु वा अनुचित प्रयोग गर्न पाइने छैन भनेर लेखिएको छ। यसमा साफ साफ लेखिएको छ र यो म किन भने अब भन्छु। हजुरहरूलाई त यादै होला, केही दिन अगाडि नेपालमा सुकुम्बासी सम्बन्धी एकदमै डिफ्रेन्ट जिल्लाहरूमा आन्दोलन चर्किरहेको थियो। उक्त आन्दोलनमा कतिपय ठाउँहरूमा झोलेहरूले आन्दोलन गरिरहेथे, कतिपय ठाउँहरूमा विपक्षी दलका साथीहरू फकाइ फुलाइ गरेर आन्दोलन गर्न लगाएको थियो भनेपछि सुकुम्बासी आन्दोलन सम्बन्धी सम्पूर्ण नेतृत्व श्रम संस्कृति पार्टीका अध्यक्ष हर्का साम्पाङले लिने भनेका थिए। उनको यो पोस्ट हामी फेसबुकमा पनि स्पष्ट देख्न सक्छौँ। अब हाम्रो संविधान अनुसार एक्ज्याक्टली त्यो पोइन्ट त लेखिएको छैन बालबालिकाहरूलाई र्यालीमा नलग्ने भनेर, तर यो पोइन्टले भन्न खोजेको त्यही हो, कुनै पनि प्रकारको शोषण वा अनुचित प्रयोग गर्न पाइने छैन। यसले के सन्देश दिन्छ भनेपछि साना बालबालिकाहरूलाई बालेन छोर देश छोर भनेर एउटा स्लोगन दिएर तिनीहरूलाई बाटोभरि हिँडाल्दै र चिच्याउँदै गर्न लगाइयो। त्यो भनेको एक प्रकारको शोषणभित्रै पर्छ र शारीरिक, मानसिक तनावभित्र पनि यो पर्न सक्छ, दुर्व्यवहारभित्र पनि पर्न सक्छ, सांस्कृतिक, धार्मिक भित्र त नपर्ला, तर पनि यो पोइन्टले भने अनुसार त्यो क्रियाकलाप अनुसार ठ्याक्कै नमिले पनि मिल्न चाहिँ जान्छ। र यस्तो गरेको हाम्रो संविधानमा के सजाय रहेको छ त? विपरीतका कार्य कानुन बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनेर लेखेको छ। यसको उपधारा 10, 4, 5 र 6 बमोजिम 75,000 जरिवाना र 3 वर्षसम्मको कैद सजाय हुने हाम्रो लेखिएको छ। र अब यदि हजुरहरूलाई लाग्छ भनेपछि म कतैबाट पोइन्ट खोजेर हर्का साम्पाङलाई गिराउन खोजिरहेको भनेपछि यो होइन। यदि यसको रियल लाइफ इक्जाम्पलहरू म हजुरहरूलाई देखाउन कस्से भने इरानको एउटा घटना हेर्न सक्नुहुन्छ। इरानमा राष्ट्रिय आन्दोलनका क्रममा 12 वर्षसम्मका बालबालिकालाई समेत पक्राउ गरिएको थियो र उनीहरूमाथि दुर्व्यवहार गरिएको अन्तर्राष्ट्रिय रिपोर्टहरूमा पनि उल्लेख छ। त्यस्तै एउटा इक्जाम्पल हेर्नुहुन्छ भने थाइल्यान्डमा 2020 देखि 2021 सम्म चलेको युवा आन्दोलनका क्रममा करिब 300 नाबालिगमाथि राजतन्त्रको अपमान जस्तो मुद्दा लगाइएको थियो। नाइजेरियामा 2024 को सरकार विरोधी प्रदर्शनपछि 30 जना नाबालिगमाथि राजद्रोहको आरोप लगाइएको थियो र उनीहरूले कडा हिरासत र कानुनी दबाव सामना गर्नु परेको थियो। र यो आन्दोलनको मुख्य नेतृत्व गर्ने हाम्रो श्रम संस्कृति पार्टीका अध्यक्ष हर्का साम्पाङलाई के छ त? कि हर्का साम्पाङ कानुनभन्दा माथि छन् कि त नेपालको कानुन गए गुज्रेको छ भनेर बुझ्न सक्छौँ। यति सानो नाबालिगहरूलाई, यति सानो स्कुलका बच्चाहरूलाई पोलिटिसियन र्यालीमा लगेर के साबित गर्न खोजेको? अलिकति त उहाँको प्यारेन्ट्सहरूको पनि गडबड होला र स्कुल ड्रेसमै जानुभएको छ भनेपछि त्यो स्कुल, त्यो टिचरहरूको पनि गडबड होला। त्यो छानबिन हुनै पर्छ र यो सानो कुरा होइन। हामीलाई सानो लागे पनि, किनकि हामीलाई किन सानो लाग्यो? किनकि हामी आन्दोलनहरू देखिरहेको मान्छे हो र अहिले भर्खर जेनजी आन्दोलन भएकोले हामीलाई खासै बाल नलागेको मात्रै हो। तर यो एकदमै गम्भीरको विषय हो। यसमा चाह्यो भने सरकारले लिगली एक्सन पनि लिन सक्छ, कानुन बमोजिम होइन। तर यसमा चाहिँ पहिला स्कुलमाथि छानबिन हुनु पर्यो र कसले उक्सायो तिनीहरूलाई एक्ज्याक्टली? के तिनीहरू हर्का साम्पाङको यो स्ट्याटस देखेर गएका हुन्, कि तिनीहरू कुनै प्यारेन्ट्सको दबावमा गएका हुन्, कि कुनै स्कुलको दबावमा गएका हुन्? यो छानबिन गरेर अगाडि आउनु पर्यो।